ओम नमः शिवाय। नमस्कार सबैजनालाई। आज श्री स्वस्थानी व्रतकथाको दोस्रो दिन दोस्रो अध्याय लिएर म यहाँ उपस्थित भएको छु। सर्वप्रथम सबैजना मिलेर मन्त्र पुष्पाञ्जलि गरौँ। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्यैस्तवै वेदै साङ्गपद क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमाच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलप्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। बोलिए श्री स्वस्थानी माता को जय। श्री स्वस्थानी व्रत कथा महिमा वर्णन को जय। अब दोस्रो अध्याय म यहाँ पाठ गरेर हजुरहरूलाई सुनाउने छु। ध्यानपूर्वक सबैले श्रवण गर्नुहोला। श्री गणेशाय नमः। अथ द्वितीयोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, अघि यो संसार पद्मकल्पमा जलमय छँदा परब्रह्म स्वरूप विष्णुका नाभिबाट सहस्र दल हजार पाते कमल उत्पन्न भयो। त्यसै कमलमा ब्रह्मा उत्पन्न भएर संसारको सृष्टि गर्ने विचार गर्न लागे। त्यही बेला विष्णुका काने गुजीबाट बडा वीर र पराक्रमी मधुर कैटव नामक दुई दैत्य जन्मे। मधुर कैटव दैत्य कहाँ के रहेछ भनी उत्सुकतापूर्वक त्यस जलमय संसारमा घुम्न लागे। घुम्दा घुम्दै ब्रह्मा बसेको सहस्र दल कमलनेर आइपुगे। कमलको डाँठ देखेर त्यसैबाट माथि चढी गई। ब्रह्मालाई त्यहाँ बसेको देखेर तिनलाई अनायास त्यहाँबाट खसाल्न उद्यत भए। तिनीहरूले त्यस्तो उपक्रम देखेर ब्रह्माजीले डराई योगमायाको आराधना गरे। त्यसबाट योगमाया पनि खुसी भई चाँडै नै प्रकट हुनुभयो र उनीसित ब्रह्माजीले बिन्ती गरे, हे ईश्वरी विष्णुलाई जागा गराइदिनुहोस्। यो सुनेर योगमायाले श्री विष्णुलाई जागा गराइदिनु भयो। श्री विष्णुले जागा भएर मधुर कैटव दुई दैत्यलाई अघिल्तिर बसिराखेको देखे। विष्णुलाई खुब रिस उठ्यो र आओ लडौँ भनी उठे। दिव्य 5000 वर्षसम्म जलमा घनघोर लडाई पर्यो तैपनि विष्णुले मधुर कैटवलाई हराउन सकेनन्। र विष्णुले, हे दैत्य हो, क्या बात, तिमीहरू वीर रहेछौ, तिम्रो सूर्याई देख्दा म खुसी भएँ, वरदान माग, म खुसी साथ दिन्छु भनी आज्ञा गर्नुभयो। त्यो सुन्ना साथ मधुर कैटव दैत्यलाई घमण्ड चढिहाल्यो र उनीहरूले भने, हे विष्णु, यस युद्धमा कसले जित्यो? जो हार्ने उही वरदान दिने? यो कस्तो गजबको कुरा हो। बरु तिमीले हामीसित वर माग, तिमी जे भन्दछौ हामी उही दिन्छौँ। मधुर कैटवको यस्तो दर्प भरिएको वचन सुनेर श्री विष्णुले आज्ञा गर्नुभयो, हे मधु कैटव, तिमीहरूले बेस कुरा भन्यौ। म तिमीहरूसँग वर माग्दछु, तर बाचा बाँधेर मात्र माग्नेछु। मधुर कैटव दैत्यले, हुन्छ, बाचा भयो, तिमी जे माग्नेछौ हामी उही दिनेछौँ भनी बाचा गरेर विष्णुले मुसुक्क हाँसी आज्ञा गर्नुभयो, हे दैत्य हो, मैले अरू माग्ने वर के नै छ र? म मात्र यही वर माग्दछु कि मेरा हातबाट तिमीहरूको मरण होस्। यस्तो सुनि मधुर कैटव दैत्यले भने, हे विष्णु, तिमीले कपट गर्यौ, हामीले बाचा हारिसकेका छौँ, जे माग्यौ सो वर दिन्छौँ, तर हामीलाई पनि पानी भएको ठाउँमा मार्न सक्ने छैनौ। ती दैत्यहरूले सबैतिर पानी नै पानी देखेर छट्याई गरी यस्तो भनेका थिए, तर श्री विष्णुले त्यो बुझी ती दुवै दैत्यलाई काखमा राखी सजिलैसित मार्नुभयो। तिनै दैत्यहरूको बोसो ठण्डामा तुषाराले पानी जमे जस्तै गरी समुद्रको जलमा जमेर पृथ्वी उत्पन्न भइन्। मासुले पर्वत उत्पन्न भए, हाडले पर्वत भयो, पत्थर भयो। त्यो देखि ब्रह्माले अब संसारको सृष्टि गर्नु पर्यो भन्ने विचार गरेर पहिले
चतुर्दश भुवन 14 लोक सृष्टि गरे ती हुन् भूरलोक, भुवरलोक, स्वरलोक, महरलोक, जनलोक, तपोलोक, सत्यलोक। यति माथिका र अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातल यति तलका लोक हुन्। फेरि द्वीपहरू सृष्टि गरे ती हुन् जम्बी द्वीप, लक्षद्वीप, सालमली द्वीप, क्रुश द्वीप, क्रञ्च द्वीप, साग द्वीप र पुष्कर द्वीप। यी द्वीपहरू पहिले भन्दा दोस्रो दोब्बर ठुला, त्यस्तै गरी उत्तरोत्तर बढी छन्। अनि 7 समुद्र सृष्टि गरे ती हुन् क्षारोद समुद्र, इक्षुरसोद समुद्र, सुरोद समुद्र, घृतोद समुद्र, क्षीरोद समुद्र, दधि मण्डोद समुद्र, शुद्धोद समुद्र। यी समुद्र पनि द्वीप झैँ उत्तरोत्तर ठुला छन्। जम्बू द्वीप क्षारोद समुद्रले बेरिएको छ, त्यहाँ अग्निग्रह नामका राजा राज्य गर्दछन्। दोस्रो लक्षद्वीप इक्षुरसोद समुद्रले बेरिएको छ, त्यहाँ इदमज्जिह्व राजा छन्। तेस्रो सालमली द्वीप सुरोद समुद्रले बेरिएको छ, त्यहाँ हिरण्यरेता नामका राजा छन्। पाँचौं क्रौञ्च द्वीप क्षीरोद समुद्रले बेरिएको छ, त्यहाँ धृतपृष्ठ नामका राजा छन्। छैठौं साग द्वीप दधि मण्डोद समुद्रले बेरिएको छ, त्यहाँ मेधातिथि राजा छन्। सातौं पुष्कर द्वीप शुद्धोद समुद्रले बेरिएको छ, त्यहाँ वितिहोत्र राजा छन्। जम्बू द्वीपको विस्तार लाख योजन छ, यो कमलगट्टा जस्तो गोलो छ। यसमा 9,000 योजन विस्तारका 9 खण्ड छन्। यस्ती पृथ्वीको सृष्टि गरी फेरि 8 पर्वत सृष्टि गर्न लागे ती हुन् सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकूट पर्वत, चित्रकूट पर्वत, चन्द्रकूट पर्वत एवं चन्द्रान्तक पर्वत। यस उपरान्त हे अगस्त्य मुनि अब प्राणीहरूको सृष्टि गरौँ भन्ने विचारले ब्रह्माजी श्री महादेव कहाँ गई तपस्या गर्न लागे। दिव्य 12,000 वर्षसम्म अति कष्ट गरी तपस्या गर्दा महादेवले खुसी भएर दर्शन दिनुभयो र भन्नुभयो, हे ब्रह्मा, तिम्रो भक्ति देखि म खुसी भएँ, वर माग। यस्तो सुनि महादेवलाई नाना उपचारले पूजा गरी ब्रह्माले स्तुति गर्न लागे। हे परमेश्वर, आफ्नो मायाले संसार रची आफ्नै मायामा भुले जस्तो भइरहनु भएका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा, विष्णु र महेश्वर भइरहेका यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। हे ईश्वर, हजुरको महिमा वर्णन गर्न 1000 मुख भएका शेषनाग पनि सक्दैनन्, म कसरी सकुला। हजुरका प्रसादले भुवन, पाताल, पर्वत, द्वीप, समुद्र आदि सब सृष्टि गरे। अब प्राणी सृष्टि गर्न सकौँ, यही वरदान पाऊँ। यस्तो प्रार्थना सुनेर महादेवले, हे सुर श्रेष्ठ, सृष्टि गर्न लागेका तिमीले प्राणी सृष्टि गर्न पनि सके भनी वरदान दिनुभयो। त्यति भएपछि अत्यन्त खुसी भएर ब्रह्माजी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा गए। शिवजी त्यही अन्त्यर ध्यान हुनुभयो। ब्रह्माले सुमेरु पर्वतमा गई शिवलोक, विष्णुलोक, उमालोक, स्कन्दलोक यस्ता धेरै लोकादि सृष्टि गरे। सबभन्दा माथि धर्मलोक सृष्टि गरे। फेरि सुमेरु पर्वतका पूर्व दिशामा ऐरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, वायव्य कोणमा गन्धवती र उत्तर दिशामा अलकापुरी, ईशान कोणमा यशोमतीको सृष्टि गरे। अनि स्थावर जङ्गम सृष्टि गरे। यति गरेपछि प्राणीहरूको सृष्टि गर्न लागे। कथामा प्राणी सृष्टिको उठान सुन्दैमा अगस्त्य ऋषि खुसी हुनुभयो र भन्नुभयो, हजुरको वचन रूपी अमृत मेरो कानले जति पान गरे पनि अघाउँदैन। यो सुनि कुमारजी विस्तार गरी भन्न लाग्नुभयो। पहिले ब्रह्माजीले मनले चिताउन साथ कश्यप आदि 100 ऋषिहरूको सृष्टि भयो। कश्यप ऋषिका अदिति, दिति, दनु, कारा, घोरा, सिंहिका, क्रोधा, प्राधा, बलिष्ठा, विनता, कपिला, कद्रु, मनु नाम गरेका 13 पत्नी थिए, जसमा दितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र, सूर्य, इन्द्र आदि 33 कोटी जन्मे। कारा र घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाका गर्भबाट राहु जन्मे। क्रोधाका गर्भबाट रम्भा, तिलोत्तमा, उर्वशी आदि अप्सराहरू जन्मे। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यति 4 वर्णका मनुष्यहरू जन्मे। बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुड, सम्पाति, मयूर, कोकिल, चखेवा, जीव, मुनिया, धोबिनी, राजहंस आदि पक्षीहरू जन्मे। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, हात्ती, घोडा, मृग, जरायु, गैडा, खरायो आदि पशुहरू जन्मे। कद्रुका गर्भबाट शेषनाग, अनन्तनाग, वासुकीनाग, पद्मनाग, महापद्मनाग, कुलिकानाग, तक्षकनाग, शङ्खनाग आदि अष्टनागहरू जन्मे। हे अगस्त्य मुनि, यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पशु पक्षी आदिको सृष्टि भएको देखि ब्रह्माले अब यिनीहरूको आहार सृष्टि गरौँ भनी धान, जौ, तिल आदि नाना अन्नहरूको सृष्टि गरे। हे अगस्त्य मुनि, यो म संक्षेपले मात्र भन्दछु, अरू पुराणहरूबाट विस्तार बुझौँला। सृष्टिको यति कुरा बुझे, अब तिमीलाई जे सुन्नको इच्छा छ भन। कुमारको यस्तो आज्ञा सुनि अगस्त्य मुनि भन्दछन्, हे पार्वती नन्दन, कुन कुन भुवनमा कुन कुन देवता छन्, दिक्पाल कसरी भए त्यो आज्ञा गर्नुहोस्। यस्तो सुनि कुमार आज्ञा गर्दछन्।
गर्दछन्। हे अगस्त्य मुनि, कैलाश भुवनमा श्री महादेव छन्, वैकुण्ठ भुवनमा विष्णु छन्, सत्य भुवनमा ब्रह्मा छन्, उमा भुवनमा पार्वती छन्, स्कन्द भुवनमा म छु, धूम्र भुवनमा ध्रुम ऋषि छन्, नैऋत्य भुवनमा अरू ऋषिहरू छन्। यति भुवनका कुरा अब दिक्पाल कसरी भए त्यो भन्दछु। कश्यप ऋषिका पुत्र इन्द्रले हिमालय पर्वतमा गएर धेरै कालसम्म कष्ट गरी तपस्या गर्दा श्री महादेव खुसी भए। हे इन्द्र, तिम्रो भक्तिदेखि म खुसी भएँ भनी वरदान दिई पूर्व दिशाको दिक्पाल र अमरापतिको अधिपति गराई पठाए। फेरि अर्को एउटाले गई त्यसै गरी तपस्या गरे। श्री महादेवले खुसी भई अग्नि भनी नाम राखी आग्नेय कुण्डको दिक्पाल र शुद्धावतीको अधिपति गराई पठाए। फेरि अर्को एउटाले गई त्यसै गरी तपस्या गरे। श्री महादेव प्रसन्न भई यम भनी नाम राखी दक्षिण दिशाको दिक्पाल र यमपुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई निऋति नाम राखी नैऋत्य कोणको दिक्पाल र कृष्णावतीको मालिक गराई पठाए। फेरि एउटाले त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको मालिक गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भनी भन्नुभयो। 49 वायुले हामी 49 एकै हुन सकौँ, हामीलाई कोहीले नदेखोस्, हाम्रो शब्द मात्र सुनोस्, बलमा पनि हामीलाई कसैले जित्न नसकोस् भन्दा महादेवले तथास्तु भनी वरदान दिई वायु नाम राखी वायव्य कोणको दिक्पाल र त्यहीँको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई कुबेर भनी नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई विश्वकर्मा भनी नाम राखी ईशान कोणको दिक्पाल र यशोमतीको अधिपति गराई पठाए। हे अगस्त्य मुनि, दिक्पालहरू कसरी भए त्यो भने अब महादेवकी स्त्री सती देवी मर्दा उत्पात भएको कुरा भन्दछु सुन। कुमारले यस्तो आज्ञा गरेको सुनि अगस्त्य मुनि भन्दछन्, हे कुमार, सती देवी महादेवकी स्त्री कसरी भइन्, कसरी तिनको मृत्यु भयो त्यो आज्ञा गर्नुहोस्। यस्तो सुनि कुमार आज्ञा गर्दछन्, हे अगस्त्य मुनि सुन। अष्ट प्रजापति मध्ये जेठा दक्ष प्रजापतिकी बिरणी नाम गरेकी स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 महिनापछि एउटा छोरी जन्मिन्। तिनी खुब राम्री थिइन्, तिनको 1000 सूर्यको जस्तो तेज थियो। तिनी 32 लक्षणले युक्त थिइन्। तिनका पद्मपस्त्र जस्ता आँखा थिए र बिहानी पखको कलिलो घाम जस्तो रूप थियो। त्यस्ती छोरी जन्मदा दक्ष प्रजापतिको मनमा खुब आनन्द भयो। आफ्ना पुरोहित वशिष्ठ आदि ऋषि र ज्योतिषीहरूलाई डाकी विधिपूर्वक त्यस पुत्रीको न्वारण गराए। वशिष्ठ आदि ज्योतिषीहरूले ज्योतिष शास्त्रबाट विचार गरी भने, हे दक्ष प्रजापति, यस बालिकाको नाम सती देवी भयो। यिनी यही नामले प्रख्यात हुनेछिन्। यसरी त्यस कन्याको सतीदेवी नाम राखियो। यस्तो सुनि दक्ष प्रजापतिले खुब खुसी भई श्रद्धापूर्वक दक्षिणादि भोजन गराएर विदा गरे। एवं मुनिहरू प्रसन्नतापूर्वक आफ्ना आफ्ना आश्रममा गए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां सतीदेवी उत्पत्तिर्नाम द्वितीयोऽध्यायः। श्री स्वस्थानी माता को जय, श्री स्वस्थानी परमेश्वरी को जय। अब पुनः पुष्पाञ्जलि गरौँ। ओम उपनयतु मंगलम व सकल जगन मंगलालय श्रीमान दिनाकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदां सताम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोदार कथा प्रसंग या कुन्देन्दु तुषार हार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्मा चितशंकर प्रभृतिभिर् देवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा अनुसृत स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। श्री स्वस्थानी माता को जय, श्री स्वस्थानी परमेश्वरी भगवती को जय, सांब सदा शिवजी को जय, आज को आनंद को जय।